होलीहरुको सबैलाई धेरै धेरै शुभकामना। मान्छे देख्न सक्नुहुन्छ तपाईले। अलराइट लेडिज एन्ड जेन्टलमेन, बोइज एन्ड गर्ल्स, वेलकम ब्याक टु अनदर ब्लग। अनि आज चाहिँ होली ब्लग स्पेसली। सो कोरियामा संयुक्त होली महोत्सव 2069 को आज मनाउने दिन। सो होली प्रोग्राम चाहिँ जुन अब सबै सामाजिक संस्थाहरूले मिलेर आयोजना गरेको छ, यो चाहिँ एकदमै बेस्ट पोइन्ट, एकदमै राम्रो काम गर्नुभएको छ। सो स्पेसली विदेशमा हुँदाखेरि अब हाम्रो देशको चाडपर्वहरू अब यसो सांस्कृतिक कुराहरू चाहिँ होइन मनाउनु पाइएन भने जस्तो यहीँ भएको कुराहरूलाई चाहिँ बढी आकर्षित गर्ने, त्यहीँतिर डोरिने भनौँ न, त्यहाँतिर आकर्षित हुने जनसम्भावना हुन्छ। त्यसको इन्ट्री गर्नुपर्ने हो, इन्ट्री ए। सो यहाँ चाहिँ इन्ट्री गर्नुपर्ने छ स्टार्टिङमा। सो राइट, यो प्रोसेस भयो। अब हामी अगाडि बढ्छौँ होलीको लागि। यसको त्यो गर्नु मिल्छ, ट्रान्सफर गर्नु मिल्ने हो। मलाई त नदिँदा नि हुन्छ, म किन्छु त्यो 1-2वटा दिनु, अन्त हजुरले लगाइदिनु। मलाई त मेरो साथीहरू छन् कि खाँदैन छैन खास चाहिँ। ह्याप्पी होली दा, ह्याप्पी होली। मलाई कुन कलर भनेपछि त्यो अनि एउटा येल्लो, त्यसको म हाल्छु, ट्रान्सफर गर्छु। सो लाइट अलिकति मैले पनि यहाँ कलर लगाइसकेको छु, देख्न सक्नुहुन्छ तपाईँले। प्रोग्राम सुरु भइसकेको छ यतापट्टि चाहिँ। अनि होली लगभग मजाको भइरहेछ। हाम्रो जनक सरको प्रस्तुति पनि भइरहेछ कन्टिन्युसली अहिले। अलराइट, अहिले चाहिँ हाम्रो जनक सरको प्रस्तुतितिर जाऊँ। उहाँको म्युजिक आफ्नै स्वरमा धोकेबाज हौ तिमी लागिरहेछ अहिले। कति रोए म तिम्रो लागि, कति कराए तिम्रो लागि, तर बुझेनौ। सुनिए पेपर लेट्स प्ले होली, में तेरे उड़ते बाल, आजा रंग दो दोनों गाल, अरे सारा रारा कबीरा सारा रारा। इतना मजा क्यों आ रहा है, तूने हवा में भांग मिलाया। रंग भर के जुनर तूने और कसर पे पौध में झूमे सारे पांग रगड़ के। अलराइट, एकदमै मजा आइरहेछ, एकदमै सोचेको भन्दा पनि बढी मजा आइरहेछ।
सो अहिले हाम्रो जनक सरको प्रस्तुति रहेको छ। त्यहाँ चाहिँ त्यो म्युजिक ट्र्याकमा अहिले गीत गाउँदै हुन्छन्, त्यही भएर मैले थोरै सुट गरेको, म्युजिक कपिराइट आउँछ भनेर। सो मान्छे देख्न सक्नुहुन्छ तपाईँले, कति मान्छे धेरै जम्मा भइसक्यो। अझै आउने क्रम जारी छ। अनि लेडिजहरू पनि धेरै छन्, गर्ल्सहरू सबैले एकदम राम्रो सपोर्ट गर्नुभएको छ आज प्रोग्रामलाई है। यसरी नै नेपाली प्रोग्रामहरूलाई नै सपोर्ट गरिराख्ने हो भने एकता बढ्छ है, देशप्रति माया बढ्छ। सो यहाँ छक्का पन्जाको मुभीको प्रमोसन पनि भइरहेछ। आज 12 मार्चमा छक्का पन्जा पनि लाग्नेछ, त्यहाँ पनि हामी भेट्छौँ। त्यहाँ पनि अडियन्स रिभ्यू ब्लग। ह्याप्पी होली दाजु। धन्यवाद दाइ। सो म चाहिँ एक हातमा क्यामेरा छ, त्यही भएर कलर बोकिरहेको छैन। यहाँ कलर लगाइदिने मान्छेहरू थुप्रै छन्। आज होलीहरूको सबैलाई धेरै धेरै शुभकामना होइन। आज जुन मान्छे सबैजना आउनुभएको छ कोरियाको सौलको हाङगाङ नदीको छेउमा चाहिँ आज होली प्रोग्राम भइरहेको छ। हाम्रो साथमा हाम्रो सर भेट भयो। भर्खरै हामीले सरको प्रोग्राम पनि हेऱ्यौँ, एकदम बवाल। मान्छेहरूले एकदमै रेकर्ड गरेँ मैले अलिकति, अनि एकदमै इन्जोय गरिरहेछन् होइन। अझै प्रोग्राम छ, ह्याप्पी होली अगेन ल। अनि अझै प्रोग्रामहरू बाँकी नै छन्, नृत्य छ, प्रोग्राम बाँकी नै छ, सबै कुराहरू अझ स्टार्ट भएको हो। अहिले चाहिँ अलिकति होली इन्जोय भयो। अब नजिकै फुड स्टल पनि छ, अनि त्यहाँ पानीपुरी अनि चटपटे अनि सेलरोटी अन्य आइटमहरू पनि छ सुपथ मूल्यमा। सो मैले चाहिँ यहाँ पानीपुरी अर्डर गरेको छु, धेरै टाइम भयो पानीपुरी नखाएको। सो म चाहिँ पानीपुरी इन्जोय गर्छु। लेट्स टेस्ट इट, कतिको टेस्टी छ त हाम्रो होलीको पानीपुरी। आम्मा अमिलो धेरै छ, बस टेस्ट ठिक छ, एकदम क्रिस्पी अमिलो, खासै अमिलो। सो हरे रंग बरसे भीगे चुनर वाली रंग बरसे तेरे उड़ते बाल आजा रंग दो दोनों का अरे सारा रारा कबीरा सारा रारा क्यों आ रहा है तूने हवा में भांग मिलाया रंग भर के चुनर तूने मलाई सुनको तारा कसैले
झारिदिउँला के कान्छ मलाई सुनको तारा खसाइदेऊला त्यो तारा मात्र होइन जुन पनि झारिदिउँला गाई गोरु बाँधेर छिट्टै भेट्न आउन बाटैमा रात पर्ला उज्यालोमै आउन लो हुन्छ बादलको सम्किँदै रे नारै छेउछेउमा ताराको झलप लगाइदिउँला खेतको सिरै हाल्यो वर्षायामको डरौलीले कहिले खेतको सिरै हाल्यो वर्षायामको डरौलीले ओ नौनी जस्तो मेरो माया नौनी जस्तो मेरो माया चिर पर्यो उसको करौतीले उसको रूपको करौतीले त्यो पहाडको ढुङ्गा माटो यी सब बसेको पहाडको ढुङ्गा माटो यी सबै बसेको पहिलो पहिलो मायाको सम्झना कुसुमेरुमा कुसुमेरुमा बाटो छोडी बाटोमा तिमीकै तिम्रो माया खोलामा तिमीकै रातो छोडी बाटोमा तिमीकै तिम्रो माया आँखेमा तिमीकै के गर्नु तर्कालो पारी पर्ख तिमीलाई पहिरानै नपारी पैसैमा पैसैमा मर्छु पोक्यारे बन सोठी बरोबर नटी बन सोठी ह्याप्पी होली ह्याप्पी होली अलराइट यहाँ चाहिँ अहिले बलुन गेम भइरहेको छ एकचोटि बलुन गेमतिर पनि जाउँ अलराइट होली इन्जोय भइरहेछ आफ्नो साइडबाट केटाहरूको अनि अहिले फेरि हाम्रो बलुन गेम भइरहेछ यहाँ बलुन फुट्यो कि आउट हुने भन्ने गेमबाट बलुन गेम फेरि चालु हुँदैछ नाम आउँछ र अब तुरुन्तै हाम्रो पुरुष बेलुन फुटाइ प्रतियोगिता हुन गइरहेको छ यो प्रतियोगिता पछाडि फेरि तपाईँ हामी रमाइलो गर्नेछौँ र यसलाई पनि तपाईँहरूले सो बोइज बलुन फुटाउने प्रतियोगिता पनि सकियो अघि गर्ल्सको थियो अहिले बोइज अनि क्याप लाउने दाइ चाहिँ देखिसक्नुभयो विनर भइसके दाइले पनि भाग लिनु भएको थियो बलुन फुटाउनेमा ह्याप्पी होली दाइ ह्याप्पी होली सो जे होस् धेरै प्रोग्रामहरू भए अलमोस्ट नृत्य अब गायन होइन आफ्नो यसै फरक प्रकारका रमाइलोहरू पनि एकदमै भइरहेका छन् सबैले इन्जोय गरिरहेछन् अलराइट धेरै टाइम भयो तिर्खा लाग्यो पानी चाहिँ दिदीले फ्री बस कस्टलाई मलाई दिनुभएको थियो अहिले लगभग अब इन्डिङ नै हुन्छ भनौँ प्रोग्राम टाइम पनि भइसक्यो तर कस्तो दामी मैले सोचेको भन्दा पनि यति मैले सोचेको थिएन कि यति रमाइलो हुन्छ आज होलीमा भनेर पनि होइन म त फर्स्ट टाइम पनि हो कोरियामा अरू योभन्दा पहिलाको वर्ष खासै मनाएको देखिनँ सो एकदमै मजा नेक्स्ट लेभल क्या अब नेपालतिर पनि त्यति एकदम होलीमा समावेश हुन सकेको पनि थिएन मैले त्यही भएर एकदम मजा आयो देख्न सक्नुहुन्छ सबै एभ्रीबडी सबै ह्याप्पी छन् है आफ्नो साइडको ग्रुपहरू मिलेर होइन इन्जोय गरिरहेछन् कसैले सिङ्गिङ कसैले डान्सिङ कसैले अब होइन सानोतिनो टिकटक बनाइरहेछन् एकदमै मजा आइरहेछ
सो सबैलाई अगेन ह्याप्पी होली फ्रम कोरिया। जीवन हो म 3 काउन्ट गर्छु सबैजनाले ह्याप्पी होली सँगै भन्नु होला है त 1 2 3 ह्याप्पी होली Listen सानो सानो कमलको हाँगा रेशम सानो सानो कमलको हाँगा रेशम पुरा बस्यो नगले गोडेर बिसाउने चौतारी लजाउ माया गाउँ छोरी माया बिसाउने चौतारी लजाउ माया गाउँ किन जान्छौ नि आफ्नै गाउँ छोरी किन हिँड्छौ नि मायालाई तोडी जिन्दगी लामो छ सो अलिकति यो अब सबैमा जानुपर्छ अनि त्यही भएर यसो थोरै भए पनि कलर त निकालेर जानु पर्यो हैन। त्यही भएर अब मैले धोइरहेको छु। लेट्स सी कति निक्लिन्छ, जति निक्लिन्छ अब ननिक्लिएको ठिकै छ के भन्नु है। अब कलरफुल फेस्टिभल अलिकति कलर त लागिहाल्छ नि। अब मेरो दिल बस्यो कान्छीको बुट्टे छोरीमा होलीमा अरे होलीमा मेरो दिल बस्यो कान्छीको मिठो बोलीमा
अलराइट गाइज, होली लगभग सक्यो भनौँ। अब अलिकति थोरै प्रोग्राम होला, इन्डिङ प्रोग्राम, तर लगभग अब मैले फर्किनुपर्ने हो काले म अब फर्किन्छु। सो थ्याङ्क यू सो मच यहाँहरूलाई यो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा। मैले त धेरै नै इन्जोय गरेँ होली, अनि यहाँहरू जति पनि सहभागी हुनुभयो होलीमा, आई होप सबैले इन्जोय गर्नुभयो होला। एकदमै राम्रो थियो होली प्रोग्राम। यो त फर्स्ट टाइम पनि हो, एकदम बेस्ट के भन्छ नि, एक आउटस्ट्यान्डिङ। मलाई त एकदम राम्रो पर्फर्मेन्स लाग्यो। सबैले राम्रो प्रोग्रामको पर्फर्मेन्स दिनुभयो, अनि एकदम राम्रो अब डान्स प्रोग्राम राम्रो थियो, नृत्य होइन, गायन पनि राम्रो थियो, बेस्ट। अनि ह्याप्पी होली अगेन सबैलाई। थ्याङ्क यू सो मच फर वाचिङ, अनि हामी छिटै नयाँ ब्लगमा भेट्छौँ। थ्याङ्क यू सो मच, लभ यू, टेक केयर।